थिइनँ, तर यहाँ आएर फेरि म पुनः जोइन भएको हो। 8 महिना लगभग ज्यादा भयो। म पहिले मलेसियामा थिएँ। मलेसियामा हुँदाखेरि म साह्रै बिरामी भएँ। त्यो कारणले गर्दाखेरि साथीहरूले कति भन्नुहुन्थ्यो, तर पनि मलाई विश्वास लाग्दैन थियो। मैले गरिन चाहिनँ। अति भए पछाडि म गएर प्रोडक्ट युज गरेँ। त्यसमा मैले मोरन्जी, स्पाइलिनर, मसरुम सब चिज युज गरेँ। पर 6 महिना युज गरेँ। 6 महिनामा म पर्फेक्ट ठिक भएँ सबै चिजहरू। तर पनि उहाँलाई भन्थे कि जो मलाई ल्याउनु भयो यहाँ, उहाँलाई दिन रात म तनाव दिन्थेँ क्या। फेरि यति पैसा गयो, उति पैसा गयो, यस्तो भयो त्यस्तो भयो मात्रै भन्थेँ म। तर त्यो होइन रहेछ। हामीले बुझ्दै जाँदा कतै एक दिन उहाँले मलाई के भन्नुभयो भने, ल ठिक छ, तपाईँ प्रोडक्ट युज नगर्नुहोस्, जति प्रोडक्ट छ स्टप गर्नुहोस्, मलाई फिर्ता दिनुहोस्, त्योसम्मको पैसा कति खर्च भयो तपाईँको म रिटर्न दिन्छु भन्नुभयो। अब मलाई त ठिक भएको छ नि त, मैले त छोड्न सक्दिनँ। किन मलाई उहाँलाई एकदम जानमा होस् या अन्जानमा होस् पीडा मात्रै दिइरहेको थिएँ, उहाँलाई तनाव दिइरहेको थिएँ। भने होइन सर, अब त्यस्तो गर्दिनँ, म प्रोडक्ट युज गर्छु। त्यहाँदेखि मैले 2012मा होला सायद मैले प्रोडक्ट युज गरेको। मलेसियामा 2-3 चोटि कम्पनी पनि भिजिट गरेको हो। तर अहिले आएर फेरि नयाँ छु। मैले नजान्दा या के हुँदा हो 6 महिना प्रोडक्ट युज गरेर अहिलेसम्म केही भएको छैन मलाई। मेन प्रोडक्टहरू मैले त्यहाँदेखि स्टप गरेर मेरो घरमा समस्या आयो। मेरो घरमा बुवालाई पाएँ, बुवालाई नि रेगुलर वही प्रोडक्ट सबै युज गराएँ। फेरि बुवालाई 1 वर्ष पुग्दा नपुग्दा फेरि मेरो घरमा बुहारीलाई समस्या आयो, उहाँलाई पनि फेरि मैले प्रोडक्ट युज गराएँ। उहाँ पनि अहिले ठिक हुनुहुन्छ। यसै विषयमा आफन्त मेरो यस्तै गर्दै म स्टार रुपी भइसकेको थिएँ पहिला। तर फेरि डाउनमा गएर एक्सपायर भएर पुनः जोइन भएको छु। अहिले चाहिँ गर्नुपर्ने रहेछ। अरूको लागि नभए पनि, हामी बिजनेसको लागि नभए पनि हामीहरूले सोच्नु पनि आफ्नो स्वास्थ्य रहेछ। स्वास्थ्य भन्दा ठुलो धन कुनै पनि होइन। हामीले रोग लागेर कति उपचार गर्छौँ होइन, त्यो उपचारमा गएको पैसा त हामीले तिर्दैनौँ नि त। र भनौँ अहिले एकछिनमा मार्केटमा जाउँ रे, एउटा कपडा किनौँ क्वालिटीको भनौँ 400-500 ग्रामसम्म पनि हामीले किनेर लगाएका पनि छन् पनि, त्यसमा खर्च भएको हामीलाई देखिएन। अहिले आएर हामीले डिएक्सनको एउटा कफी पिउनको लागि 42 रिगेट खर्च गर्नु पर्यो भने त अति महँगो भयो। तर उहाँले सस्ता त किन्न पाउनुहुन्न नि त त्यतिमा। जस्ट मैले पनि पहिला गरेको थिएँ, तर मैले यहाँ आएर यो प्रोडक्ट युज गरिसकेपछि सबै चिज मलाई थाहा भयो। रेगुलर मैले त्यो दिनदेखि अहिलेसम्म अर्थक नगरे पनि कफी र टुथपेस्ट, साबुन चाहिँ यो चाहिँ कन्टिन्युै गरेर आएको थिएँ। फेरि अहिले आएर पुनः सबै चिजहरू मसरुमदेखि लिएर स्पाइलिनर, मोरन्जी सबै चिजहरू युज गर्दैछु। तर म स्वस्थ छु, त्यस्तो रोगहरू त केही पनि छैन। र पनि यो रोगीले मात्रै खानुपर्छ भन्ने होइन, हामी निरोगीले पनि खान सक्छौँ। र हामीले रोग नलागोस् भनेर हामीले रोकथाम गर्न सक्छौँ। यसमा हाम्रो चाहिँ विचार एउटा के हो भने, हामी रोगले च्याप्छ, लास्टमा गएर कति उपचार गर्छौँ होइन, त्यसमा नलागेपछि लास्ट अवस्थामा हामी यहाँ आउँछौँ। तर हामी किन बुझ्दैनौँ, हामी सबै नेपालीहरू या भनौँ सबैजना, यो प्रोडक्ट हामीले सुरुदेखि नै खानुपर्छ। बस हामीले एउटा ब्रान्च चेन्ज गर्ने हो। हामीले मार्केटमा गयो होइन, बाहिर पनि त फ्रीमा त दिँदैन नि, पैसै तिरेर लिनुपर्छ। त्यो ब्रान्ड चेन्ज गरेर हामीले यहाँबाट लिँदाखेरि यहाँबाट स्वास्थ्य पाउँछौँ भने किन नलिने? लु 2 रुपियाँ 3 रुपियाँ महँगो भएर अलिकति हामीले महँगो छ, महँगोमा स्वास्थ्य त हामीले किन्न पाउँदैन नि त, पाउँछ त? भोलि गएको औषधि उपचारको खर्च उसले दिन्छ, दिँदैन नि त? त्यो भएर म भन्छु यहाँको प्रोडक्ट अति राम्रो छ। गर्न सक्नुहुनेलाई बिजनेसको रूपमा जाँदाखेरि पनि राम्रो इन्कम छ। र गर्न नसक्नुहुनेहरूले म जस्तोले चाहिँ स्वास्थ्यकै लागि युज गर्नु जरुरी छ भन्न चाहन्छु। गुड मर्निङ डियर सर।